यदि तपाईले भर्खरै मात्रामा मेरो शेयर एकाउन्ट डीम्याट खाता खोल्नु भएको छ र आईपीओ भर्न खोज्दै हुनुहुन्छ भने यो भिडियो तपाईका लागि। हेलो एभ्रीवन, वेलकम ब्याक टु माई अपकमिङ आईपीओ नेपाल युट्युब च्यानल। आजको भिडियोमा चाहिँ विशेष गरेर आईपीओ एफपीओ मोबाइलबाट मेरो शेयरको एपबाट कसरी भर्न सकिन्छ भन्ने A to Z बताउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुभयो भने आफैले मोबाइलबाट नै सजिलै तरिकाबाट आईपीओ भर्न सक्नुहुनेछ। यदि तपाईलाई शेयर बजारका यस्ता जानकारीहरू मनपर्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। आउनुहोस् सुरु गरौँ आजको टपिक। तपाईहरू आईपीओ भर्न चाहनुहुन्छ भने सबैभन्दा पहिला मेरो शेयर एप डाउनलोड गर्नुहोस् र ओपन गर्नुहोला। यसमा आउनुभन्दा अगाडि तपाईले बैंकमा मेरो शेयरको डीम्याट खाता बनाउनु पर्ने हुन्छ। डीम्याट खाता बनाइसकेपछि युजर नेम र पासवर्ड बैंकले प्रोभाइड गर्दछ। त्यसपछि मेरो शेयरमा आउनुहोला। एप ओपन गर्नुभएपछि डीपी आईडी माग्दछ। आफ्नो आईडी पासवर्ड लगाउनुहोला। बैंक अनुसार छुट्टा छुट्टै आईडी हुने गर्दछ। मेरो ग्लोबल आईएमई बैंक भएकाले मैले ग्लोबल आईएमई क्यापिटल सर्च गरेको छु र आफ्नो बैंकले दिएको युजर नेम र पासवर्डमा क्लिक गर्नुहोला। यदि तपाईले डीम्याट एकाउन्टको पासवर्ड बैंकले नै दिएको छ, चेन्ज गर्नुभएको छैन भने चेन्ज गर्नुहोला। आईडी पासवर्ड राखेपछि लगइन गर्नुहोला। यहाँनिर हामी मेरो शेयरभित्र आइसकेका छौँ। लगइन गरेपछि तपाईले यस्तो प्रकारको इन्टरफेस देख्नुहुनेछ। सबैभन्दा पहिला डाउनमा होम, माई शेयर, माई आस्बा, माई पोर्टफोलियो र मेनु देख्न सक्नुहुनेछ। त्यसपछि तपाईँ माई आस्बामा टच गर्नुहोला। त्यसपछि त्यहाँको टपमा एप्लाई फर इस्यु, करेन्ट इस्यु, एप्लिकेसन रिपोर्ट र ओल्ड एप्लिकेसन रिपोर्ट देख्न सक्नुहुनेछ। एप्लाई फर इस्युमा भर्खरै खुलेको आईपीओ देख्न सक्नुहुनेछ। अहिले चाहिँ धरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ खुलिरहेको छ। करेन्ट इस्युमा जानुभयो भने अरू आईपीओहरू जस्तै राइट शेयर, फरेन इम्प्लोइहरूको आईपीओ पाउनुहुनेछ। हामीले भर्ने भनेको आईपीओ लेखेको अर्डिनरी शेयर भर्ने हो। एप्लिकेसन रिपोर्टमा जाँदा चाहिँ अहिलेसम्म तपाईले भरेको आईपीओहरू देख्न सक्नुहुनेछ। अब चाहिँ आईपीओ फर इस्युमा जानुहोला र धरमखोला हाइड्रो इनर्जीको एप्लाई बटनमा क्लिक गर्नुहोस्। एप्लाई गरिसकेपछि यहाँनिर कम्पनी नेम पाउन सक्नुहुनेछ र यहाँ सबै डिटेल्सहरू देख्न सक्नुहुनेछ। र यहाँ इस्यु टाइप भनेको आईपीओ रहेको छ। शेयर टाइप रहेको अर्डिनरी शेयर्स रहेको छ र इस्यु म्यानेजर भनेको छ। इस्यु ओपन डेट भनेको चाहिँ कहिले ओपन भएको हो भनेर देख्न सकिन्छ र इस्यु क्लोज डेट भनेको चाहिँ आईपीओ भर्ने अन्तिम मिति र टाइम देखाएको छ। तपाईले आईपीओ भर्दा चाहिँ एक दिन अगाडि नै भर्नुहोला, किनभने बैंकले भेरिफाई गर्नको लागि 24 घण्टाको टाइम माग्दछ। र यहाँ नम्बर अफ शेयर इस्यु भनेको छ। यो भनेको चाहिँ कम्पनीले कति शेयर निष्कासन गरेको छ भन्ने हो। र यसै गरी यहाँ प्राइस पर शेयर भनेको छ। एक किताब बराबर 100 रुपियाँ जति लाग्नेछ र तपाईले मिनिमम 10 किताब भर्न पाउनुहुनेछ र म्याक्सिमम तपाईले 50,000 भर्न पाउनुहुनेछ। अब हामी प्रोसिडमा क्लिक गरेर अगाडि बढ्नेछौँ र त्यसपछि यहाँनिर बीओआईडी नम्बर आउँछ। अटोमेटिक बैंक नेम पनि आउँछ। यहाँनिर बैंक एकाउन्ट नम्बर पनि आउँछ। देख्न सक्नुहुनेछ एकाउन्ट टाइप पनि आउँछ र कति किताब भर्ने भनेर अप्सन आउँछ र म 10 किताब भर्दैछु। हामीले मिनिमम 10 किताब भर्नुपर्दछ र 10 किताबको प्राइस 1000 रहेको छ। त्यसपछि यहाँनिर सीआरएन नम्बर हाल्नुपर्ने हुन्छ। सीआरएन नम्बर चाहिँ तपाईले आफ्नो बैंकलाई सम्पर्क गरेर त्यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ। र यदि तपाईले सीआरएन नम्बर बिर्सिसक्नु भएको छ भने कमेन्ट गर्नुहोला, म डेडिकेटेड भिडियो लिएर आउनेछु। अब सीआरएन नम्बर हालिसकेपछि आई हियरली भनेको छ, त्यहाँ क्लिक गर्नुहोला। सीआरएन नम्बर हालिसकेपछि टर्म्स एन्ड कन्डिसन लेखेको छ, त्यहाँ टिक गर्नुहोला र एप्लाईको बटनमा टच गर्नुहोला र त्यसपछि यहाँनिर ट्रान्ज्याक्सन पिन सेट गर्नुपर्ने हुन्छ। पिन चाहिँ डीम्याट खाता खोल्दा सुरुमा राख्नको लागि भन्छ। त्यो पिन तपाईले यहाँनिर राखिदिनुहोला र एप्लाईको बटनमा क्लिक गर्नुहोला। सक्सेस भनेको छ, यहाँ देख्न सक्नुहुनेछ। त्यसपछि होम पेजमा करेन्ट आईपीओ इस्युमा जाँदाखेरि आईपीओ एप्लाई भइसकेको छ, यहाँ देख्न सक्नुहुनेछ। अब यहाँनिर एडिटको अप्सन रहेको छ। तपाईले भेरिफाई नहुँदासम्म एडिट गर्न पनि सक्नुहुनेछ। केही घण्टापछि बैंकको टाइम अनुसार भेरिफाई हुन्छ र एडिटको अप्सन हराउँदछ र यहाँनिर भेरिफाई भनेर आउँदछ। अहिले अनभेरिफाई भइसकेको छ। म तपाईलाई 24 घण्टापछि जब बैंकले भेरिफाई गर्दछ त्यसको पनि देखाउँदछु र तपाईलाई रिजल्ट हेर्न पनि एप्लिकेसन रिपोर्टमा गएर हेर्न सक्नुहुनेछ। यही नै रहेको छ पुरा भिडियो। हजुरलाई कस्तो लाग्यो त? भिडियो मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब गरिदिनुहोला। आजलाई यति नै। धन्यवाद। फेरि भेटौँला अर्को जानकारीमूलक भिडियोमा।